है माया जिरो यस्तो भिडियो र हैन भिडियो र फोटो। हेलो के त साने आज हामी आन दिदीकोमा आएको यहाँबाट चाहिँ हामी एकछिन माफ्रा प्यालेस घुम्न जान लागेको हो है साने कहाँ जाने र हामी माफ्रा प्यालेस ऊ चाहिँ जतिलाई स्विमिङ हो तर हामी माफ्रा प्यालेस जान लागेको म्याडम जी नमस्ते गाइस ऊ चाहिँ उहाँ परेर जुत्ता लगाइरहेछ अनि अरू दुईजना चाहिँ भित्र हुनुहुन्छ अहिले देखाउँछौँ हामी चाहिँ मेरो यो वान पिस चाहिँ जाराबाट अनि त्यसपछि यो स्लिपर चाहिँ स्केचरबाट। हेलो मेरो वान पिस चाहिँ फ्रम लिभाइस सुज फ्रम नाइक घडी चाहिँ एमके अनि त्यसपछि ब्याग थाहा भएन चस्मा चाहिँ फ्रम गिफ्ट फ्रम एनी हेलो गाइस मेरो टी सर्ट चाहिँ एडिडास चप्पल स्केचर प्यान्ट लिभाइस घडी एमके चस्मा गुच्ची। हेलो गाइस मेरो चाहिँ टी सर्ट चाहिँ एडिडासबाट हो अनि प्यान्ट चाहिँ एचएमबाट हो अनि सुज चाहिँ मेरो नाइके अनि घडी चाहिँ के हो यो एप्पल चाइनिज है चाइनिज गाइस मेरो हेलो गाइस सानेको चाहिँ यो फ्रम जारा प्यान्ट पनि फ्रम जारा फ्रम एडिडास नमस्कार हेलो गाइस यो टी सर्ट जाराको अनि यो जारा जारा अनि यो चाहिँ नाइकी ल सिधा आउन आउने छिरा खासमा हामी हिजो यहीँबाट गएको खासै आउन मन त थिएन यो बाध्यताले ठिक है ठिक बाध्यताले गर्दा ठिक होइन साँचो कुरा कि कसो बुने पनि बाध्यताले गर्दा यो ठाउँ आउन मनै थिएन। त्यही हो हामीले रेस्पेक्टको हिसाबले आएको हो गाइज त्यस्तै हो हामी चाहिँ गाइस हामी छिरी यहाँ चाहिँ फेस्ता के लागिरहेछ है आयौँ हामी त माफ्रा प्यालेस हेर्नलाई हावाले ट्र्याक्टर चढ्ने क्या हो ट्र्याक्टर चढौँ चढौँ यहाँ चाहिँ के अरे मेला जस्तो लागेको रहेछ माफ्रा प्यालेसमा कस्तो फिल भइरहेछ किन हो ब्लर माटो हो लगाए चाहिँ त्यस्तो रहेछ दामी सस्तो है हामी ल रमाइलो लाग्ने मान्छे कस्तो लागिरहेछ एकदम रमाइलो छ मलाई त अनि रमाइलो भएको छ साथै रमाइलो यो रातै रमाइलो हो दिनै रमाइलो म्याडम किन ए बा ब्लर यहाँ चाहिँ फुलहरू रहेछ किनभने मेरो चाहिँ क्यामेरामा धेरै स्पेस नभएर भिडियो हुन्छ नि यो चाहिँ मैले सिनेमेटिकबाट खिचेको है त्यही भएर यस्तो छ मखमली फुलहरू ल्याएर रहेछ म देखेको छु
खै मखमली मखमली फुल चुराहरू रहेछ है मलाई चाहिँ त्यो यो वाला मनपर्छ क्या स्टोरहरू दामी दामी रहेछ यहाँ चाहिँ भाउजूहरू होला र हामी चाहिँ खोजिरहेछौँ गाई कता होला हो थाहा छैन ल चाहिँ मोबाइल हरायो अरे अब हामी चाहिँ यहाँ फोटो खिच्ने तर हाम्रोमा चाहिँ ब्लर आउँछ किन आउँदैन यो मेरो क्यामेरा उयो छैन नि त स्टोरेज फुल भएर हो कि यस्तो हुँदो रहेछ हामीले चाहिँ फोटोसोटो खिचिसक्यौँ यहाँनिर बारीमा यहाँ चाहिँ गफ गरिरहनु भएको छ कतिलाई अल्छी लाग्यो कतिलाई जागर चलिरहेछ रमाइलो भइरहेछ तर किचनमा हामी फर्किन्छौँ टाइटानिक 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 अनि त्यहाँ बङ्ग्याङ ल हुन्छ अनि फेरि अब अहिले चाहिँ हामी निस्किसक्यौँ चाहिँ अनि दिदी भेट्नु भएको छैन भाउजू चाहिँ उता सुत्नुलाई आइसक्रिम किनिरहनु भएको छ अनि दिदी र सानै चाहिँ कहाँ जानुभयो थाहा नै छैन अनि दिदी नभेटेर हामी चाहिँ खोजे हो भाउजू र बुने सुक्रिन सोता खोज्दा रहेछ हामी चाहिँ त अब कतिले फोन गर्ने होइन फेरि फोन पनि लिनु भएको छैन कि फोन पनि यहीँ छोडेर लास्टै के भयो होला यता सिधै जाऊँ भाइ सिधै पार्क पुग्छ पार्कमा हुन्छ कि अन्त हामी चाहिँ भाइ यता हो त्यो जाँदैछौँ अब भेट्यो भने चाहिँ हामी तपाईँहरूलाई देखाउँछौँ ल हामीले चाहिँ अनि दिदीलाई भेटायौँ है बल्ल बल्ल भाइ र म त थोरै उता घुम्न गएको भेट्यो अब हामी चाहिँ भाउजूलाई ढाँट्छौँ लास्टै भयो हामी चाहिँ प्लान गरेको छौँ भाउजूहरूलाई होइन फोन हान्नु सानो दिदीले चाहिँ हेलो हेलो कहाँ हो के हेलो हेलो कहाँ हो तिमीहरू यहाँ म बाहिर छु के बाहिर अघि बाले गाडी रोकेतिर यता आऊ के अब यहाँ गाडी चढ्नेनिर आउँदै प्यालेसहरू ल त्यो गेटैमा आउँथ्यो ल गेटैनिर छु म हात हल्लाउँछु ल ल ल ल हामीले चाहिँ दिदीलाई पठाइदिएको छौँ त्यहाँ गेटनिर अब के गर्छ हामीलाई चाहिँ फोन गर्छ नि गर्दैन हामी चाहिँ हेर्छौँ यहाँ चाहिँ हामी अब यत्तिकै बसिरहेछौँ फोटो खिच्दै है घाम लागिरहेछ अल्छी पनि लागिरहेछ है लगाइछ अरू अब के हुन्छ भेटेपछि म खाना के हुन्छ अहिले हामी देखाउँछौँ ल हामी चाहिँ जाँदैछौँ हामीलाई फोन गरेर बोलाएँ के भन्छ त्यसपछि हामी मर्छौँ है त फोन गरेर यहाँ मैले एकजनाको नम्बर मागेर मोबाइल मागेर कल गरेँ यो मान्छेलाई हामीले हाम्रो चाहिँ हालत त्यस्तो भएको छ अनि भाउजू र एनी दिदी चाहिँ खै वाइन किन्न के किन्न जानुभएको छ पुनेलाई चाहिँ हामीले भनिदिउँ यो कुरा है भेटेको भन्ने कुरा नै भाउजूलाई चाहिँ एकैचोटि के ब्लगमा देखाउने हो ब्लगमा देखाउने कि घर घर भन्ने हो फेरि तर एन्डीले फेरि भन्नु बेर छैन है अब के गर्छौँ हेरौँ पुरा सुनौँ न के गएर र गाइज हामी चाहिँ घर आइसक्यौँ होइन अनि त्यसपछि आएर म चाहिँ सुतेँ अनि भाउजूले चाहिँ चटपटी बनाउनु भयो भाउजूले चटपटे बनाउनु चाहिँ म हो है फेरि भाउजूले चटपटी बनाउनु भयो अनि बहिनीले चाह्यो अनि उसले चाह्यो अनि म चाहिँ उठेर खाएँ है त्यसपछि खासमा चटपटेमा सुर्दै आउँदैछ कसैको हात छैन फेरि मेरो हात छ अन्तिममा चाहिँ चाख्ने हात चाहिँ यस्तो हो अनि त्यसपछि के भन्नु दुई शब्द बोल्नु खाँदै यिनीहरूलाई खासमा भन्नुपर्दा अघि चाहिँ हामीले तपाईँलाई प्राङ्क गरेका थियौँ किनभने आनी दिदी भेटेन भनेर हामीले चाहिँ सुरुमै भेटिसकेका थियौँ त्यही भएर हामीले तपाईँहरूलाई चाहिँ हामीले जानी त्यही भएर फोटो भिडियो खिच्यो भन्दा हामीले चाहिँ जस्तो गर्यो
अनि चाहिँ फेरि 7 दिन यता पनि हो। आज भाउजूले त्यो 10 युरोको बेलुन नकिन भए यिनीहरूले मलाई भेट्दैन त्यही बेलुनले गर्दा त्यसपछि हामी चाहिँ यो देखेछ सिद्धार्थले म खोजेर 2-3 चोटि order गरेँ नि त अनि त्यसपछि यिनीहरू बुकिङ अनि त्यो मान्छे हामीलाई अर्को नम्बरबाट कल आएको छ दाइको अर्को नम्बर सिद्धार्थको नम्बर नि हामी चाहिँ रिसा मिनाले फोटो मात्रै खिचेर जाउँ रिसाम भनेर रिसाम भनेर हामी चाहिँ सिद्धार्थ हजुर म भएर सक्सेस भयो भाउजूलाई मेरो माया कति रहेछ भन्ने कुरा चाहिँ मैले आजबाट थाहा भएँ माया 0 यस्तो भिडियो र होइन भिडियो र फोटो खिच्न पाए हुने रहेछ मेरो माया चाहिँ 0 यस्तो आयो है अब यो यसको के गर्ने हामीलाई थाहा छैन हामी चाहिँ प्र्याङ्क गरे सिद्धार्थ